मम्मीले बत्ती बालिदिँदै रहेछ किराहरू देखिएन किन आउनु हजुर हेर्दिनँ है म किरा के गरेको कहाँ हौ के खनेको यो काम गरेको के हो त्यो खै ए त्यो चुन हो कि के हो त्यो अब टोक्नुहोस् न त्यसले सानलाई टोक टोक खै कहाँ छ म देख्दिनँ ऊ त सेतो हौ चुन रहेछ गयो अब सानलाई टोक्नु त्यो झन् अहिले टोक यो कुखुरा खर्नु चाहिँ के बनाउनु आँट्नु पर्यो बाबा अब भाँडा राख्ने हो चारो अनि सबै पानी त छिर्छ त ट्रेन चाहिँ कहिले त्यहाँको नगर न साग भाँच्यो त्यो कुटी यहाँले के अरे पन्जा त यहाँ रोप्नु भएछ त के हो मलको कमी छैन हाम्रो घरमा सुर्ती खेती टमाटर खेती राम 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 सुँगुरको मल पट्याङ ड्रागन फ्रुट पनि छ योचोटि त खाइयो टन्नै टमाटर मुनिबाट छ केल पनि पसाएको छ सामान राख्ने ठाउँ पनि बनिँदैछ कहिले आज त्यही भएर चिसो चिसो छ आज यता नि 3 घण्टा पानी पर्छ रे अनि चिसो यता सर्छ के गरेको सानी अब हातमा माटो लाग्यो अब फेरि गोमाले धुला हुन्थ्यो न त अब के गर्नु त हिजोदेखि यसले काम गरेर काम गर्छु भनेर मलाई काम गर्ने बेलामा त त्यस्तै यस्तै होला अहिले अब सकिँदैन भनेर चारो पकाउने ठाउँ हाम्रो यो हात्ती हाम्रो घरको ढाडिएर सुतिरहेको छ अहिले त नेहारो के रोग आयो अरे के गर्नु खाना पनि नपाइने भयो सुँगुर
पानी त छैन त कि भरिसक्नु भएको बाबा पानी भरिसक्यो र त्यही त पानी नै छैन यहाँ त के गनायो कुटे के अरे त्यो कुटे कुटे के अरे के अरे यो कोदालो कोदायो कोदालो कसरी खन्नुपर्छ खनेर देखाउ त कसरी खन्ने यस्तरी पनि हुन्छ सानी स्कुल जाने कि नजाने अरे के गर्ने सानी खेल्ने ए घाँस काट्छ होइन अब फेरि कहाँ गयो फेरि यो हराइदिने भयो पापा के गरेको यो ए राख्न गयो के भन्नु र मेरो कुटिया निकालिस् ए राख्ने ठाउँ थाहा रहेछ नि त नि सुँगुर चराउनु जानुपर्छ अब ल सुँगुर चराउनु जानुपर्छ ल जङ्गल कहाँ अलिक बुक भयो त्यो आँखा लागेको छ त्यहाँ माटो बारी खन्ने हो ऊ त सिस्नु चाहिँ टिप्न लाउनु पर्ने रहेछ सिस्नु रहेछ यो सिस्नु त्यो चाहिँ गएर उखाल्नुपर्छ कि सानी अनि मजा आउँछ कहाँबाट भेट्नुभयो बिरुवा चाहिँ त्यो लिएर खाएकोमा उम्रेको यो त यो सबै पलाएपछि एक साग खानु पाउँछ कि टन्नै पो रहेछ त नि म त विचार गरेको रहेछ 3 4 5 6 7 8वटा 9वटा बोट रहेछ 10वटा रहेछ यति पलायो भने एक साग हुन्छ के भन्छ किरा लागेर अन्त हुन्छ मिठै हुन्छ मिठै पनि हुन्छ चकचक गर्नेलाई पनि हुन्छ दाउरा पनि खोज्नै पर्दैन लट्ठी के गर्ने चिज बल खाने ए पैसा आमसँग बारीले चिज बल खान्छु कतै बलसँग जाँदिन कतै बलसँग जाँदिन चिज बल कतै आमासँग खान्छु चिज बल घरे आमासँग सुत्छौ आधी रातसम्म हामी जान्न हामी त बुवासँग त भेट्छु बुवा त भेट्छ दादा बुझ्छ दादा पनि भेट दिदी तेरो दिदी